आमा मरिसाएको छैन, तिम्रै संस्कारले रोकेको छ। सायद परिस्थितिले तिमीलाई त्यो बाटो रोज्न लगायो, तर त्यो बाटो तिमीले सिकाएको धर्म जस्तो लागेन। म त केही होइन, तिम्रै संस्कारले बनेको शरीर, तिम्रै आशीर्वाद बोकेर हिँडिरहेछु म धर्म रक्षतिर चित। यही मन्त्रले बाँधिएको छु, धर्म जोगाउन भनेर तिमीबाट टाढा भए, नजिक भएर पनि टाढा बस्नु पर्दा मन रोयो। तर संस्कार भन्दा माथि मेरो माया कहिले गएन। तिमीले जे भन्यौ मैले मनमै माने। आमा मरिसाएको छैन, माया उस्तै छ। आमा मरिसाएको छैन, संस्कार जोगाइरहेछु। हामी अलग छैनौँ, एउटै परमात्माका हौँ। हामी अलग छैनौँ, एकमै फेरि मिल्छौँ। हामी अलग छैनौँ, एकमै फेरि मिल्छौँ। जब तिमीले टाढा बस्न भन्यौ, मैले त्यो वनवास ठाने। रामझै गुनासो गरिन, मौनमै सबै स्वीकारे। जब प्रश्नहरू हराए, मनभित्रै थन्काए, कर्ण झै पीडा लुकाए, छाती भित्रै राखिरहे। उपकार चुकाउने बेला कवच कुण्डल सम्झिए, जे थियो सबै अर्पण गरे। कृतज्ञतामै बाँचे म, एउटा आशा बोकेको थिए। वनवास पछि फर्कदा मेरो भरत मेरै पर्खाइमा होला भनेर, तर फर्किए भरत उही रहेन। सायद समय बदलियो, सायद कथा बदलियो। आमा मरिसाएको छैन, माया उस्तै छ। आमा मरिसाएको छैन, संस्कार जोगाइरहेछु। हामी अलग छैनौँ, एउटै परमात्माका हौँ। हामी अलग छैनौँ, एकमै फेरि मिल्छौँ। हामी अलग छैनौँ, एकमै फेरि मिल्छौँ। हे भगवान कस्तो कर्म मेरो, आफ्नै आमालाई यो पीडा भन्न सकिन। कति गाह्रो हुन्छ टाढा बस्नु,
आफ्नै मुटुबाट यो कुरा मनले मात्र जान्दछ। आज पनि म उही छु, माया उस्तै छ। रिसले होइन प्रेमले हिँडिरहेछु। आमा मरिसाएको छैन, माया उस्तै छ। आमा मरिसाएको छैन, संस्कार जोगाइरहेछु। हामी अलग छैनौँ, एउटै परमात्माका हौँ। हामी अलग छैनौँ, एकमै फेरि मिल्छौँ। तिमीले दिएको बाटो मसँगै